हस्न जाँदै बडा भनेको सुन्दैनस्? तँसँग एलर्जी भयो होला। तपाईँ खोकेको कति दिन भयो? 2-3 हप्ता भइसक्यो। तपाईँलाई त टिभी हुनसक्छ। टिभी 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 50 रुपियाँ काटो ओभर एक्टिङ का। उहाँले खोक्नु भएको 2 हप्ता भइस अनि उहाँलाई टिभी हुनसक्छ। यसमा नि भोलि बिहान खाकर लिएर आउनुहोस् न ल। तपाईलाई टिबीको बिमारी भएको रहेछ र टिबीको बिमारी खोजेर लिएर आएकोमा सरकारले तपाईलाई पनि पैसा दिन्छ। थ्याङ्क यू। अब डराउनु पर्दैन। दबाई राम्ररी खानुभयो भने यो बिमारी जाती हुन्छ। तपाईले उहाँलाई एभ्रीडे दबाई खानु भनेर सम्झाउनु पर्यो र त्यसको लागि ट्रिटमेन्ट सपोर्टर भनेर सरकारले तपाईलाई पनि पैसा दिन्छ र तपाईको खातामा पनि सरकारले एभ्री मन्थ पैसा हालिदिन्छ। पैसा कति दिन्छ? सरकारले हरेक महिना तपाईको खातामा 1000 रुपियाँ पैसा हालिदिन्छ। ओहो, यो त फाइदाको बिमारी रहेछ नि। पौष्टिक आहार खानुहोस् भनेर सरकारले हरेक महिना तपाईलाई यो फुड बास्केट पनि दिन्छ। आहा, के साह्रो फाइदाको बिमारी हो। अरू कुनै बिमारीमा पनि पैसा पाउँछ? अरे